अरूले तपाईँ भन्न कहाँ छ कहाँ, आफैले म पाएँ। एकपटक यी माननीयलाई सुन्नुहोस्। त्यसैले म पैसा हौ होइन सर, म ओखो लुगामा सिडिओलाई उ गर्छु। यो लेटर बनाउँदा तपाईँले म आउँदैछु भने निस्किनु पर्छ। तपाईँमा लेख्छु झन् सर बाहिर आउनु भन्छु मैले रिक्वेस्ट गरिसकेँ। तपाईँ कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हो। म मान्ने नभए पनि तपाईँले रेस्पेक्टको लागि भोलि तपाईँ रिटायर हुनु न। तपाईँले त्यसै गर्ने एउटा जिल्लाको एउटा मान्ने आउँदाखेरि भित्र हेडमास्टर चुप्पो लागेर बस्ने। यिनी हुन् साथीहरू राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चुनाव जितेका ओखलढुङ्गाका माननीय भनिदिनु पर्यो अब यिनलाई है। माननीय सुन्न साह्रै उहाँलाई चाहिँ मन रहेछ। माननीय विश्वराज पोखरेल चुनाव आउनुभन्दा केही महिना अगाडि रासोपामा प्रवेश गरेका पूर्व एआईजी विश्वराज पोखरेल आफ्नो निर्वाचन क्षेत्रको एउटा स्कुलमा पुग्दै गर्दाखेरिमा त्यो स्कुलको हेडमास्टर उनलाई खादा माला लिएर स्वागत गर्न बाहिर निस्किएन। आफू माननीय त्यहाँ पुग्दा भनेर उनले हेडमास्टरलाई झपारिरहेको दृश्य हामीले यहाँ देख्न सक्छौँ। पहिला त यी माननीयलाई म के भनेर एउटा कुरा सम्झाउन चाहन्छु भने यदि घण्टी चुनाव चिन्ह हुन्थेन र अरू कुनै चुनाव चिन्हबाट यी माननीय त्यहाँबाट लडेका चुनाव लडेका भिडेका हुन्थे भने यिनको 5 भोट पनि आउँथेन। हुन त यिनले चुनाव जित्दा पनि त्यति ठूलो फराकिलो मतान्तरले जितेका होइनन्, मात्रै 5 भोटले नै जितेका हुन्। त्यो पनि घण्टी चुनाव चिन्ह साथमा थियो र जितेको होइन भने त मैले भनिहालेँ 5 भोट पनि आउँथेन। अनि चुनाव भन्दा अगाडि 50 पटक आफू भोट माग्न नमस्कार हजुर भन्दै हात जोड्दै जाने यी माननीयलाई अहिले चाहिँ त्यहाँ पुग्दै गर्दाखेरिमा खादा माला लिएर नमस्कार भनेर एकदम चाहिँ खुट्टामा लम्पसार पर्नु पर्ने लाज शरम भन्ने कुरा अलिकति छ कि छैन बोल्नुभन्दा अगाडि सोच्नु पर्दैन। यतिको मान्छेले पूर्व एआईजी भइसकेको मान्छे के बोल्ने हो भन्ने कुरा त अलिकति थाहा हुनु पर्दैन। जनताले सरासर नबोलिकन काम गर्न भनेर भोट दिएका हुन् या त फेरि गाउँमा जाँदाखेरिमा खादा माला लिएर नमस्कार गर्न आउन जानुपर्छ भनेर भोट दिएका हुन्। शैक्षिक क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्छ, राजनीति मुक्त गर्नुपर्छ भन्ने रासोपाको मूल मान्यता हो। अनि त्यही मान्यतालाई लत्याउँदै शैक्षिक संस्थामै गएर त्यहाँ पढाइरहेका शिक्षकहरूले आफूलाई नमस्कार गरेनन्, खादामाला लगाएनन् भनेर गुनासो गर्ने, थर्काउने। वास्तवमै भन्ने हो भने रासोपामा राइट टु रिकल यस्तालाई हुनुपर्ने हो। जनताको भोटले जितेर यत्रो ठूलो अहंकार। म यो प्रति राष्ट्रिय स्वतन्त्र पार्टीको पुरै ध्यान आकर्षण गराउन चाहन्छु कि यस्ता प्रवृत्तिले रासोपा अगाडि बढ्न सक्दैन। एकपटकको चुनाव जितेर पुग्छ। यो देशलाई सही दिशामा अगाडि बढाउन वर्षौं लाग्छ। अरू धेरै चुनावहरू जित्नुपर्छ यदि सही काम गरेको खण्डमा। अनि पहिलो पटक नै यसरी अहंकार प्रस्तुत गरेपछि के अर्को पटक यसलाई जनताले त्यहाँका जनताले भोट दिन्छन्? मलाई बडो अचम्म त यहाँनिर लागिरहेको छ कि साथीहरू एआईजी जस्तो मान्छे, यिनी पूर्व एआईजी हुन्, पूर्व एआईजी जस्तो मान्छेको अलिकति त हुनुपर्छ नि यार। कहाँनिर के बोल्ने हो, म बोलिरहेको कुरा सही छ कि गलत छ भन्ने कुरा अलिकति अनुमान लाउन त सक्नु पर्दैन। समग्र पार्टीकै बदनाम गर्ने गरी यसरी बोल्ने हो। पछिल्लो समयका राजनीतिक घटनाहरू मध्ये सबैभन्दा वाइघात घटना मलाई यो लाग्यो साथीहरू। तपाईलाई उहाँको यो कुरा सुनेर कस्तो लाग्यो कमेन्ट गर्नु होला।